हेलो साथीहरु, मलाई के बुढीले ल्याइदिएछ है। मेरो बुढी चर के दिएछ। म हिजो राति आइपुगेको देखाउन लागिरहेछ है। यो चाहिँ घिउ हो, यो असली घिउ हो यो। अनि यो मह हो, अर्ग्यानिक मह हो। यो पनि अर्ग्यानिक मह हो। यो चाहिँ काठमाडौँमा किनेको मैले लप्सीको मिठाई, यी दुईटा। देखि यो चाहिँ च्याउको गुन्द्रुक हो। यो च्याउको गुन्द्रुक पनि हुन्छ, थाहा छ तपाईहरुलाई। ड्राई गुन्द्रुक भन्छ। यो ड्राई च्याउ क्या, यस्तो दामी हुन्छ यो, ओभर दामी हुन्छ यो। देखाउन लागिरहेछ है कस्तो हुन्छ है यो च्याउ। सुक्खा च्याउ क्या, यस्तो हुन्छ यो। यो भिजाएर टक्क थोरै बोइल गरेर खाँदा यस्तो च्याउ हुन्छ नेपालको च्याउ। डल्ले खोर्सानी, यसले धेरै दिन पुग्छ। यो पनि लगाइदिएछ बुढीले। टिमुर, वाउ, मखमख बास्ना आउँदैछ। टिमुरको अचार मिठो हुन्छ क्या, मिक्सीमा स्वाइँ लगाएर। अरू के छ हेर्नुहोस् है, के दिएको छ बुढीले। किनिमा, वाउ, किनिमा मलाई मनपर्ने हो किनिमा क्या। किनिमाको झोलसँग मलाई मनपर्छ कि होइन। लगाइदिएको छ बुढीले 2 पोका। थ्याङ्क यू बुढी। वाउ, फर्सीको बिहा यो घरमै उ गरेर चारो बुढीले पठाइदिएको रहेछ। थ्याङ्क यू बुढी, लभ यू। बदाम, पहाडी बदाम पठाएछ बुढीले। यो के हो? गुन्द्रुक, गुड, दामी गुन्द्रुक, तोरीको गुन्द्रुक पठाएछ बुढीले। अर्को चाहिँ यो चाहिँ यो चकलेट, यो चाहिँ उसको डेरी चकलेट हो। बाँकी मेन चाहिँ यो छ क्या, सुकुटी। वाह वाह, क्या सुकुटी, मखमखमा बास्ना आउँदैछ क्या। सुकुटी चाहिँ तपाईँहरूले यो जुन धरानको सुकुटी लाइनमा जानुहुन्छ नि, त्यहाँ ल्याइसकेपछि तपाईँहरूले यो यस्तो दामी सुकुटी छ। एकचोटि चाहिँ आगोमा छरर पोल्नु होला है। यो मिठो बास्ना आउँछ क्या यसरी। त्यहाँ ब्याक्टेरियाहरू पनि नाश हुन्छ।